साथीहरू मान्छेले मेच्युरिटी चाहिँ छ नि कसैले पढाइ अनुसार आउँछ भन्छ कसैले के अरे उमेर अनुसार आउँछ भन्छ होइन अनि म चाहिँ के भन्छु भने सबै कुराको सम्मिश्रण तपाईँको पढाइ एजुकेसन तपाईँको अनुभव तपाईँले कति ज्ञान प्राप्त गर्नुभएको छ जीवनको सिकाइहरूबाट भन्ने कुराले तपाईँमा मेच्युरिटी आउँछ जस्तो लाग्छ कि म आफैमा नै म पहिला कस्तो थिएँ अहिले कस्तो छु कुनै कुरालाई म पहिला कसरी सोच्थेँ र अहिले कसरी सोच्छु भन्ने कुरा चाहिँ म आफैमा पनि अन्तर पाउँछु कि म पहिला चाहिँ कस्तो लाग्थ्यो भने सानो सानो कुरामा स्ट्रेस लिन्थेँ सानो सानो कुराले चाहिँ मलाई प्रोभोक गर्थ्यो भने अहिले गर्दैन होइन अनि कस्तो हुन्छ जस्तै गाह्रो परिस्थिति आए पनि कस्तो कस्तो त भोग्यो जिन्दगीमा सङ्घर्ष गर्यो नि त धेरै कस्तो कस्तो भोग्यो नि यो त के हो र भन्ने हुन्छ नि कुनै त्यस्तो गाह्रो परिस्थिति आयो अनकम्फर्टेबल मिसअन्डरस्ट्यान्डिङ भएको परिस्थिति आयो भने पनि यो परिस्थिति सधैँ त नरहला नि त यो पास आउट त होला नि मेरो जीवनमा त अरू त्यस्तो परिस्थिति त धेरै आयो पास आउट पनि त भए गए पनि त यो सधैँ रहँदैन भन्ने हुने रहेछ अनि मान्छेहरूसँग कुनै तपाईँलाई नेगेटिभ भाइब्स आउँछ त्यो मान्छे होस् सिचुएसन होस् तपाईँलाई नेगेटिभ भाइब्स आउँछ तपाईँलाई चाहिँ यो कुराले मलाई चाहिँ राम्रो लागिरहेको छैन होइन अनि गुड छैन भन्ने जस्तो लाग्छ भने त्यो कुरामा तपाईँ आर्ग्यु गर्ने अथवा त्यो कुरामा चाहिँ धेरै इनर्जी चाहिँ लस गर्न चाहनु हुँदैन रहेछ कि अनि त्यसलाई इजिली इग्नोर गर्न सकिने रहेछ कि इजिली इग्नोर गर्न सकिने रहेछ नि त्यो कुराले केही फरक पनि नपार्ने रहेछ कि अनि त्यो कुराले एकदमै फरक पनि नपार्ने रहेछ कि यो चाहिँ मेरो अनुभव हो अनि एउटा कुरा यो कुराले चाहिँ के भएको छ त भन्दाखेरि एकदम तपाईँलाई मेन्टल पिस दिने र लाइफमा अलिकति लाइफलाई धेरै सहज बनाउने रहेछ कि अनि यो सबै कुरा मेच्योर्डली आउने रहेछ कि इमेच्योर्डलाई चाहिँ यो कुरा थाहा हुँदैन रहेछ है साथीहरू